हामी अहिले लिभरपुलको स्टेसनमा छौँ रेलवे स्टेसन कुन स्टेसन हो रे यो पार्क वे साउथ पार्क आफ्नो परिचय लिभरपुल साउथ पार्क आफ्नो परिचय दिन्छौ कि साथी माय नेम इज सन्देश नेपाने म 2 वर्षपछि नेपाल फर्किँदैछु किन फर्किन्छ नेपाल 35 लाख तिर्छु फर्किन्छु हो ब्लग ब्याज चाहिँ बाबा मम्मीले ब्याजमा उही गरेर तिर्छु ब्याज उही गरेर तिर्छ हाम्रो साथी 35 लाख बर्बाद भयो है हजुर 35 लाख बर्बाद भयो केही भएन युकेको एउटा मास्टर डिग्री हुन्छ हातमा अरु केही हुन्न ठीक छ मास्टर डिग्री दिस इज स्क्याम गाइज डोन्ट कम हियर युनिभर्सिटीले इन्टरनेशनल स्टुडेन्टसँग स्क्याम गरे है इन्टरनेशनल स्टुडेन्ट्स हैन यो केरला स्टुडेन्ट्स पाकिस्तानी स्टुडेन्ट नेपाली स्टुडेन्ट नाइजेरियन यो चाडा भन्दा स्टुडेन्ट इफ अरु कन्ट्रीको स्टुडेन्ट छन् भने यु आर लकी इन दैट युनिभर्सिटी उसो भए कुन युनिभर्सिटीमा आउनु पर्यो एडिनबर्ग स्कट अनि त्यसपछि ग्लासगो युनिभर्सिटी 40,000 30,000 पाउन्ड फिस छ साथीहरु रोडमा किन लडिरहेछ यार तिमीहरु इज इट वर्थ गाइस कमिङ यस for me it is freaking worth it worth it yeah not fucking it's freaking worth it okay I like UK ओ हाम्रो सीएस साहबले केही भन्नुस् न म त सबैले हाँस्दिनुहुन्छ यतिको म त सानोमा पढ्दाखेरि सीएले कमाइसकेपछि त्यो धारामा पानी खोले जस्तै पैसा आउँछ भनेर सुन्थे अझै पनि छ है after 1 year you guys look to me and see doing this very रमाइलो रहेछ यार आजको त्यो के भन्छ मौसम हामी चारजनासँग कहीँ नजानु किन यस्तो पारा हाम्रो ओ केटाहरूको रमाइलो छ युके को बस है कमाइ बाहेक अर्को सिट पनि माग्नु पर्छ नि मैले यति पैसा कम पैसामा त ट्युसन फी दिनु भन्दा जसको एक पैसा पनि आएको छैन त्यो तिमीले भर्खर आयो नि त मेरो आज साथीको बिहे सँगै 10 वर्षदेखि साथीको बिहे सँगै 10 वर्ष हामीहरू सँगै बसेको थियौँ कि एमबीबीएस गर्ने बेलामा मेरो +2 को साथीको बिहे यता मैले भिजाको लागि एप्लाई गरिदिएँ अनि यसको ठ्याक्कै त्यो भयो कि बिहे फिक्स भयो मलाई कति दुःख लागिरह्यो होला त्यो मेरो 10 वर्षको साथीको बिहे भइरहेछ क्या आज ठ्याक्कै हामीहरू +2 मा सँगै थिए एमबीबीएस मा सँगै थिए अनि उसको बिहेमा म छुइन कति दुःख लागिरह्यो होला युके को जादु आज गाड मार्छु भनेर बसिरा सन्देश सुसाइड गर्न लाग्यो कि क्या हो व्हाट इज योर इन्टेन्सन ही इज बीइङ फकिङ सुसाइडल यसले फकिङ नालेको ओडी जान्दैन त्यो लक्ष्मण त्यो अघि त्यो बुढो भेटेको थिएन ट्रेनमा अफगानिस्तानी अनि त्यो मान्छेलाई सुरुमा हेऱ्यो नि अनि म भने साला बाहिरको मान्छे हो ब्रिटिस जस्तो देखिरहेको थियो कि त्यो अफगानीहरू अलि चाहिँ चेहरा ओहराले चाहिँ बाहिर जस्तै देखिन्छ अनि त्यसपछि ऊ आफै त्यसपछि हामीहरूको हेऱ्यो नि कन्भर्सेसन ट्रेनमा अनि ऊ आफै उत्साहित भयो कि कहाँको केटाहरू रहेछ अनि त्यो बेचारा भनिरहेछ कुरा राख्दै गयो होइन रेकर्ड भइरहेछ कि मेरो युट्युब च्यानल छ त हेरेको थिएँ नि तिमीहरू हो र छ नि रवि लान्ड बसाल अनि भ्युअर्स यो मान्छेहरू जस्तै यतिकै र राख्ने हो कि र हान्ने हो त्यसो बोल्यो भने मलाई त्यति फुर्सद छ र एडिट गर्ने यो गर्ने त्यो गर्ने
प्राइभेट ट्युटरिङ पढाउने ट्युसन म्याथ साइन्सको मलाई एक्सपिरियन्स छैन साथी हाम्रो इङ्ग्लिसले यत्रो नि पढाउनु दिन्न तिम्रो खै अस्तिको लिभरपुल एक्सेन्टमा खुब इङ्ग्लिस दिइरहेको थियो त कहाँ गयो त्यो मलाई नेगेटिभ माइन्डसेटले मलाई यति फकअप गराइदिए म बोल्न बिर्सिन्छ भनिरहेको थियो नयाँ नयाँमा सन्तोषको हे कि नैले होइन खास यस्तो भयो कि इन्भाइरोमेन्टले धेरै एफेक्ट पार्दो रहेछ कि त्यो म चाहिँ धेरै हिन्दी र नेपाली मिक्स भयो इङ्ग्लिस म त कन्फ्युज छु यहाँ त्यो मेरो के हालत छ म कुनै अब त्यो स्टाफनिर म कुनै बेला बङ्गालीमा पनि बोल्छु यिनीहरूसँग मैथिलीमा बोल्छु नेपालीमा नि बोल्छु इङ्ग्लिसमा नि बोल्नु पर्यो त्यो साउसँग हिन्दीमा नि बोल्नु पर्यो इङ्ग्लिसै भएन कि हाम्रो अनि इङ्ग्लिस कहाँबाट प्र्याक्टिस हुन्छ भनौँ न हामी भए पनि इङ्ग्लिस नेपाल चल्दैन भागी यसलाई पठाइदिइहालौँ त हम बोले तो बोले क्या करे तो करे क्या हामी हिन्दी बोल्दैन भैया यहाँ मुलाहरूले 1500 2000 पाउनुमा गाडी किनिहाल्छ नेपालमा बस्ने मान्छेहरू हेर्छ भन्छ ओ मेरो साथी त गाडी किनेर चढिरहेको रहेछ नेपालमा त गाडी चढ्न गाह्रो छ यहाँ त 1200 पाउँछ त्यो मर्सिडिज गाडीहरू 2000 3000 मा पाउँछ हेर तिमीलाई पो जम्मा लाग्छ हेर 1000 इन्टु त्यो हेर्नु भने त्यो बढी नै छ नि यार महँगो के महँगो भयो त्यो 1200 1500 गर न कति हुन्छ र 2-3 लाख 4 लाख त हुन्छ गर न मलाई तिमी एकाउन्टिङ पढे हामीले पढाए के कुरो 180 इन्टु 1200 राम्रो गाडीले 1200 हैन 180 अनि ल एकला भक्क निकाला पुग्यो कहाँ निकाल्छ चाकोट निकाल्छ यो हेर वेलकम टु के छ लेखेको यार साउथ लिभरपुल साउथ लिभरपुल एनएचएस ट्रिटमेन्ट सेन्टर गास्टन यही मुजीको लागि पैसा तिर्यो भने हामीले 1142 त्यतिकै पैसा बिरामी